बिल्कुल ब्यागमै छ लिएर आम हेलो नमस्ते सेवा सबैजनालाई धेरै भयो भिडियो नहालेको बेला भनेर हामी कलेजको साथीहरू फेरि नाइट स्टे प्यारेन्ट्स मिलाएको छ अरूहरू सबैजना गइसक्यो म मात्र बाँकी छु मेरो चाहिँ हस्पिटल भयो अरूहरू चाहिँ भएर बसेँ सो मेरो चाहिँ ढिलो भयो म फर्किसकेको छु केटाहरू सबै पुगिसक्यो होला जान लागेको चाहिँ नमस्ते चौतारी सम्थिङ थियो म्याप हेर्दै गइरहेको छु यहाँदेखि अझै 20 मिनट लाग्छ मलाई I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I'll make mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'll get it. You hear me loud and I'm winning. Check out the shit will be grinning. These ladies know that I'm sinning, and this is just the beginning. I'm closing in and I think there ain't no point in resisting. Living life like a dream, living life that's the key. Every night got a team, I've been tied to the scene. Out on stage, here I'm screaming, okay, it's a dream. And I pray as a team, one day it'll be me. If I want it, then I'll get it. Head down, don't regret it. Push myself to the limit. If I play it, then I'll win it. I'm just saying, I'm just living for today. For a minute, I don't stay, I just visit, have no shame. I'm living to see if I succeed, to see if I म्याच गऱ्यो भने चाहिँ अलिक हाई स्पिडहरू मजाले कन्ट्रोल गर्न सकिन्छ त्यो नन एरियस बाइकहरूमा एकदम काम लाग्छ यो चाहिँ I swear to God, man, I'ma make it soon. Silence all the haters as they see us making moves. I do what I want, so I got nothing to prove. Staying motivated, teaching others what to do. I'm staying focused, my mind is open. They start to notice that I'm in motion. There is no potion, you're not just chosen. Finally, It takes devotion. केटाहरू पनि पुगिसकेको छौँ होला खै त्यो केटाहरूको त एउटा नि बाइक छैन त आइसकेको छैन क्या तिनीहरू अझै हारिनु छ त यार तिनीहरू त 5:15 भइसक्यो तिनीहरू चाहिँ आइसकेर नि घुम्न गएछन् कहाँ घुम्न गयो आधी घन्टा कुरे म यहाँ सरप्राइज होइन म आउँदिनँ भनेको थिएँ लास्ट आवरमा फेरि छुट्टी मिल्यो क्या अनि त्यही भएर आएको होइन सोल्टीले सरप्राइज दिन्छ यस्तो मज विक्रम है आकाशहरू खोइ सो हामी चाहिँ डाँडामा जान लाग्यो गाइज अगाडि जाँदा सबलाई आउने गरी पर्छु म सबजना आउँछ हामी चाहिँ काठमाडौँ हेर्न गइरहेको छौँ काठमाडौँ देख्छ अरे त्यहाँबाट नाइट भ्यू
भात खाएको भिडियो टाइम ल्याप्स गर्नु खोज्यो हेलो ए रवि मजाको भिडियो बनाएर चाहिँ राख्नु पर्यो मजाको एउटा यो पुरै जुन आएको आएदेखि दिनसम्मको एउटा भिडियो चाहिँ बनाउनु पर्यो किन राइड पुग्दैन र सो म चाहिँ R1 भर्जन 1 चलाउँदैछु फोन बिलबुक ब्यागमै छ लिएर आम फोटो हुन्छ ए हुन्छ हेलमेट मात्रै लक्ष्मणले हेलमेट लगाएको ए ट्राफिकले समात्यो हेलमेट नलाइकन चलाइरहेको थियो एकजनाले चाहिँ समात्यो बिलबुकहरू पनि सबै रुममै छ बिलबुक पर्दैन रे यो केले के भन्यो भने हेलमेट लिएर आऊ हेलमेट लाऊ अनि जाऊ भन्ने भएको छ क्या अघि मैले भने नि त्यसलाई चेकिङहरू छ मासतिर भनेको थिएँ अघि यही बाटो आएको थियो नि त म हिजो चाहिँ फेरि सेफ्टी भन्दै हेलमेट लगाएर हिँड्ने मान्छे आज चाहिँ हेलमेट पनि हिँडेछ पञ्चमहालक्ष्मी मिसिङमा त हामी किन यहीँको भएर किने हो तिनजनाकै हो तिनजनाकै भएर छोडिदिएको कारवाही गर्नुपर्छ भन्दैछ लामो कारवाही कहाँहरू गरेको सामोमै हो नि भनेको ए दोकानले चाहिँ हेलमेट लाउनु पर्दैन है तँलाई राखिरहन अर्को स्मल नै थियो दामी लोकल So this is back Gufa. सुरु पाउँदैछ बाटोमा गएर छिरेर चाकेर निक्लि भन्नु छैन के बोल्छ बोल्न त नि
सिसाको महल हो कि सिसाको महल लामो होला के होला जस्तो लाग्छ यो मात्र हो सिसाको महल के सपनाको महल के हो सपनाको महल ए सपनाको महल आउ सो सपनाको महल यहाँ चाहिँ हाँस्न बनाइछ है इज महल यो चाहिँ अब चाहिँ पढ्न आउँछ जस्तो छ अब चाहिँ यति गरे बस्छ है राउन्डहरु नि एक राउन्ड हाल्नु नि म त मेरो 4 वटा आँखा देख्छु त अनि 4 वटा आँखा देख्छु 12 वटै देख्छु यार मौसम एकदम राम्रो रहेछ यता घुम्नु भएको छैन भने यता एकचोटि टाइम मिलाएर घुम्नुहोस् एकदम राम्रो छ पञ्चमहालक्ष्मी घुमेर आयौँ फेरि रिसोर्टमा गएर खाना खान्छौँ त्यसपछि कहाँ जाने डिसाइड गरेर फेरि निस्किन्छौँ हामी चाहिँ यहाँ खाना खाइसक्यौँ अब त्यसपछि अब हाम्रो अर्को डेस्टिनेसन चाहिँ जर्सिङ पौवा छ म चाहिँ अझै साथीकै बाइक चलाउँछु मेरो बाइक चाहिँ त्यहाँ छ हामी जर्सिङ पौवा जाँदैछौँ जर्सिङ पौवा यहाँबाट कति किलोमिटर छ 15-16 किलोमिटर छ भन्दै थियो हामी चाहिँ फाइनली आइपुग्यौँ यो हाम्रो जर्सिङ पौवाको एउटा टावर भनौँ न भ्यू टावर त भन्न मिल्दैन एउटा यहाँ चाहिँ तपाईँको 5 स्टार होटल बन्दैछ यहाँ यहाँनिर सबै पाउने कहाँ 5 स्टार भन्दैछ यहाँ यहाँ भित्रमा हिजो राति सबै ठिकै बिहानसम्म ठिकै नदीको तलबाट यहीँबाट पहिला पनि धेरै भने लडेर छैन
धेरै भएन उल्टो चाहिँ के यस्तो नि उल्टो चाहिँ मान्दिनँ पेट त धेरै टाइट छैन नि